back to my channel. It's me Bhumika. अनि आज पनि म आइसकेको छु नयाँ भ्लग लिएर after so long. So here I am with my cousins and my auntie. अनि यतापट्टि छन् दुईजना सिस्टर्सहरु. अनि आज हामी जाँदै छौं बिहेमा जाँदै छौं. हाम्रो कजन सिस्टरको चाहिँ बिहे हुँदैछ and we are headed towards there. कता हो बाटो पनि. अनि हामी चाहिँ यहाँनेरि मेकअप सेकअप गरेर हल्का हल्का जाँदै छौं. यहाँ मेरो हालत के हो यस्तो जाँदै छौं हामी. अनि मैले चाहिँ बाटोदेखि मात्र भ्लग स्टार्ट गरिरहेको छु. सो अब म सबैजनालाई देखाउँदै छु है त. सो हियर इज माय सिस्टर. हाय मेरो नाम चाहिँ स्नेहा हो. स्नेहा अधिकारी and Janice Adhikari. he Janice Adhikari Ronaldo ko fan. And here is Deepika. And here's my mommy. Here's my kaki. सबैलाई मेरो भ्लगमा मेरो भ्लगमा सब्स्क्राइब पनि गर्नुहुन्छ उहाँहरु. मेरो नयाँ सब्स्क्राइबरहरु हुनुहुन्छ. अब सो हामी जाँदै छौं. अहिले चाहिँ यहाँ 3 बजिसकेको छ तर पनि एकदम घाम लागिरहेछ. अब म गइसकेपछि खिच्छु. कति खिच्छु म तपाईहरुलाई देखाउँछु. स्ट्रेट के अरे भाइ फेरि भन त. भइसक्यो बे? मैले तिमीलाई बोलाएन नि मेरो बेमा. किन? मैले भाइलाई मात्र नबोलाएको सबैलाई बोलाएको थिएँ. म आएको थिएँ. She doesn't like you. ओ तपाईँ भाइ जत्रो. I don't like you. That's why. मैले मम्मीहरुको फोटो खिच्दै कस्तो फोटो निकाल्दिनु पर्थ्यो अरे तपाईहरुको. एकदम राम्रो. एकदम लुती स्लिम फोटो निकाल्दिएको छु मैले. पातली स्लिम फोटोहरु निकाल्दिएको छु. हामी चाहिँ सिटी पढेर बसिरहेको छौं. खिच्न लगाएर अगाडि पो जानु. हामी चाहिँ सिटीमा चढेर गइरहेको छौं. हाम्रो यति परिवारको छुटाउनै भयो. हामी गइरहेको छौं. अब जग्गामा चढेर मतलब मलाई खै अनि यहाँनिर हुनुहुन्छ मम्मी र आन्टी. अनि अब चाहिँ हामी जाँदैछौँ यसरी. यो चाहिँ हाम्रो गाउँ हो. आफ्टर 1 आवर हामी चाहिँ स्टिल सफारीमा छौँ. अनि पुगेको छैनौँ हामी चाहिँ अझै पनि. यो चाहिँ यस्तो चाहिँ हिँडेपछि यसको मुख यस्तो घामले मार्न आँटो. यही रोडमै हो. यस्तो छ है मम्मीहरुलाई चाहिँ मजा आइरहेछ अरे. अनि यो चाहिँ गौरदा सफारी भेटिहाल्नु रहेछ नि. युट्युबमा भेटिन्छ नि राति चाहिँ भेटिँदैन नि. बे हाउस. अनि हामी चाहिँ बे हाउस अरे. मैले कहाँबाट बे हाउस भने हो. बे हाउसमा आइपुगेँ. कहाँबाट होला सडन मैले बे हाउस भनेको टापुरी हो. अनि यो चाहिँ बे हाउस हामी आउँदैछौँ. हामी चाहिँ बे हाउस आइपुग्यौँ. बे हाउस भएर चाहिँ बे हाउस आइपुग्यौँ हामी. कति दिनु पर्यो हामीले? बेहुलीको बा आइया हो. बेहुलीको बा. अनि यो चाहिँ मेरो भ्लग हो क्या अङ्कल. हामी आइम कस्तो लाग्छ मलाई. बिहा जस्तो लाग्छ. यस्तो छ दर्शन नमस्ते कार्यक्रम हुँदैछ यहाँ चाहिँ. उनीहरू जानुभयो. अनि यो चाहिँ बेकार हो. अनि तर खोइ कताबाट जाने हो. यहाँबाट हात निकाला उता कटाउने. नहीं कार में जाएगा ना तुम लोग जो कैसा है बस खोलने के लिए यो म यसरी खिच्छु अब. ए ओके. यस्तो पसिनामा यहाँ चाहिँ फोटो सुट हुँदैछ. यस्तो छ बिहेको माहौल. हेलो गाइज हामी चाहिँ यस्तो आउटिङको लागि जाँदैछौँ अब बाहिर. हामी बस्दा बोर भयौँ एकदमै. यस तपाईँहरूलाई म रिपोर्ट देखाउँछु. आइ यहाँ एउटा भाइ आउँदै थियो रिटर्न गयो. हामी चाहिँ एउटा मिसन लिएर बाहिर निस्केको छौँ. त्यो मिसन चाहिँ यहाँ हामी चटपटे खान गएको.
चटपटेको रिभ्यू चाहिँ हामी एकछिनमा दिन्छौँ खाएपछि। ओके हामीलाई त चटपटे यस्तो मिठो लाग्छ कि मासु भात त के हो र हजुर घर चाहिँ हाम्रो दमक हाई भनिदिनु त यहाँ हाई मेरो छोरीहरू भाइ कहाँ मेरो यसका भुइँमा झाँदिँदै हिँडिँदै चियाएर एउटै यो त भरे मलाई चाहिन्छ त गाउँको बाटोमा हिँड्दा हिँड्दै होइन सो हेरी चटपटे हामी चाहिँ चटपटे खाना आएको हो यही खाने हो चटपटे अनि यो चाहिँ म हो अनि यो चाहिँ यस्तो छ गर्मीले चाहिँ हालत एकदम खराब भयो मैले साडी कसरी लाउने आएर लाउ चटपटे आइसकेको छ हाउज इट किलो मिठो हामीले टक्क कस्तो लाग्यो तिमीलाई झापाको चटपटे हामीले चाहिँ चटपटे खाइसक्यौँ चटपटे त्यस्तो मिठो थियो होइन तर पिरो पनि थियो हामीलाई यो पानी किन्न बाध्य बनायो पानी यति पानी किन्न चाहिँ बाध्य बनायो त चटपटेले सो हामीले खाइसक्यौँ अब हामी जाँदैछौँ घर त्यसपछि के हुन्छ फोटोसुट हुँदै थियो बेहुलीको सायद सक्यो होला अब यहाँ चाहिँ सिरुघारी चाहिँ त्यहाँ गएर फोटो खिच्ने एनर्जी छैन तर हामीसँग यस्तो घारी छ यहाँ गीत बजाउनु थालो बेमा गीत बजाउनु थालो अब के गर्नु नाचेको गीतसँगै हाल्यो भने सबै कपिराइट लाग्यो कपिराइट लाग्छ हाल्ने पाइँदैन हाल्नै पाइँदैन तर हामी नाच्न चाहिँ पाइन्छ हामी एकछिन नाच्छौँ सायद घर हामी 8 बजी जान्छौँ होला जस्तो लाग्दैछ मलाई यहाँ चाहिँ मेहन्दी लाउँदैछन् साथीहरू दिस इज बेटर खै आर्ट हेरौँ आर्ट आर्टिस्ट किस भेज्ने गोबर गयो त्यहाँ चाहिँ ठुलै हुनुहुन्छ यहाँ धेरै थुपारेको क्या तिमीले मेहन्दी बुढी बुढा नानीलाई चाहिँ यति राखेको छ मेहन्दी लाउँदै हुनुहुन्छ कन भेज्ने गोबर गयो यिनीहरू चाहिँ भैँसीले गोबर गरे जस्तै लाउँदैछ मलाई चाहिँ कसले लगाइदिन्छ हात चाहिँ हात चाहिँ उसको यो हातले लगाउने दुईपट्टि चाहिँ हात लाउनु पर्ने उसले 4टा बुट्टा जुस गरिसक्यो अब फाइनलमा गएर के हुन्छ दाजु मैले मेहन्दी चाहिँ यस्तो लगाइसकेँ इट्स लिटल टाइनी मेहन्दी बाई यो बुट्टा लाउन मन लाग्यो अरे उसलाई अब यो बुट्टा उसले कुन हातमा लाउने यस्तो राम्रो बो बनाउँछ भन्न तपाईँ चकित हुनुहुन्छ लेट्स सी हर बो ओ नाइस बो त आउँछ क्या मेहन्दी नयाँ पनि लु भो लु हिँड बेहुला न उसको बो सकियोस् यता हेर्नु त के भनिदिनु तपाईँको 2 शब्द राखिदिनु मेरो के भन्नु मेरो छोरीको पनि राम्रो ज्वाइँ आओस् यसले बेक होइन यसले चाहिँ खुवाओस् मैले तपाईँलाई दुःख नदिएको नि यस्तो घरमा दुःख भएर कति मजाले आइरहेको थियो यसरी म पनि आउँथेँ नि त गडगडाएर नि छोरी त्यही त छोरी कान्छी छोरीले चाहिँ त्यसो नगर्नु है म गर्दो लिएर आउँछु है 2टा दिनु ल होइन 2टा त नि यसको सटन दिनु गोडा चाहिँ धुन पाऊँ है यसको सटन दिनु ल ल थपेर ल ल ल धन्यवाद ओके हामी नाच्न जाने हो होइन ताने भने ताने भने
मम्मी डांस स्टेप डिस्क्लोज न करने क्या मेरे को लास्ट लगता है म त कि मेरो त बुइनी जायो नि त अनि मलाई लाज लागिरहेको छ क्या त्यही भएर मेरो चाहिँ दिदी बिना छु त्यही भएर मलाई लाज लागिरहेछ नाच्न जान्थ्यो नि तर हामीलाई कसैले तान्न आएनन् मलाई मलाई कस्तो प्यानिक अट्याक आउँछ क्या म सक्दिनँ आई क्यान नट डु सोसल थिङ हुँदैन म मेरो सिटमा बसेर नाच्छु बरु हामी चाहिँ हात्ती गाडीमा चढेर रमाइलो गर्दै यसरी घर फर्किँदैछौँ। यो चाहिँ रतुवाको पुल हो। हामी घर पुग्न लाग्यौँ। अब बाँकी ब्लग चाहिँ म भोलिको पनि यसमै जोडेर बनाउनेछु। हाई एभ्रिवान, यो चाहिँ अर्को दिन हो। हामी बेमा जानको लागि रेडी भएर गइसकेन पनि के भयो म डिटेल्समा भन्छु। बोल्नै थिएन। हामी बिहानै उठ्यौँ अनि हामी यस्तो हतार रेडी भइसक्यौँ। से आइ मम्मी र आन्टी हुनुहुन्छ अनि हामी चाहिँ यतिजना बिहान उठेर छिटो रेडी भइसक्यौँ। माथि चाहिँ बेघर पुगिसक्नु भयो। हामी बाटोमा जाँदै थियौँ। हामीले एउटा कुरा बिर्स्यौँ। के बिर्स्यौँ? इम्पोर्टेन्ट थिङ्स। अनि त्यसपछि हामी फेरि आधी बाटो गएकोमा चाहिँ फेरि रिटर्न घर जाँदैछौँ। अनि हामी घर जान्छौँ अनि त्यो सामान लिन्छौँ अनि हामी फेरि ढाक्तेरिका अनि हामी फेरि बेघर जान्छौँ। त्यति बेरसम्ममा 12 त बज्छ होला है, 11-12 बज्छ होला। त्यसपछि हामी देखाउँछौँ। हामी चाहिँ छिटो गर्छौँ भनेर बिहान हतार गरेको, तर डजन्ट वर्क। जसरी पनि घर फेरि फर्किनु पऱ्यो। लास्टमा हामी ढिलै हुने भयो। उडाउँछ होला मलाई बसले र एनर्जी अलरेडी डाउन भइसक्यो। एनर्जी अघि चाहिँ लास्टै डाउन भएको थियो, अहिले चाहिँ हल्का आइरहेछ, भोक लागिरहेछ। अब फेरि झर्को लाग्ने बेला हुन आँटो भोक लागेर। अब पुलाउ खाएपछि चाहिँ एनर्जी बुस्ट हुनसक्छ। त्यही गर्मीले फेरि एनर्जी डाउन। मैले मेहन्दी लगाएको छु। You can see my tiny little मेहन्दी। This is mine. Okay, bye. It's already base started. घरमा आइसक्यौँ। अब यहाँ राम्रै भाउजूहरू सक्नुभएको छ। पधारिनु भयो भर्खर। त्यहाँ हुनुहुन्छ हाम्रो अर्को भाउजू हिनाजु। माई भोइस द म्याचमा आउटफिट अनि यहाँ चाहिँ अर्की चनमती फरक गर्दै ब्लग गरी यहाँ चाहिँ हाम्रो फोटो सेसन सकियो। यता हेर्नु न, अनि दिदी चाहिँ लमी हो, जन्ती होइन। यो चाहिँ हाम्रो सबैजना
सुपुने बुनै यो पछाडि सब फुपू है यसो अरे गराइ पनि कस्तो त गन्ती नगर के गर्नु 3 पल्ट भइसक्यो यही बिहेमा आएको सुरुदेखि लास्ट किन आउनु बाबा अब चाहिँ गन्ती हुँदैन अब उता हल्दी बनाउनु पर्यो नि त लमी चोलो पाउँछ खानामा के खानु लमी चोलो अब चुपाला देउले पुर्याउन आयो भने लमी चोलो भेट हाँस्न नपाएकाहरू हाँसो हाँस्न हामी अब हाँस्न नपाएकाहरू हो हाँस्न नपाएकाहरू कुन चाहिँ लास होइन भोलि सम्धी ढोक्छ त्यहाँको लमी चोलो चाहिन्छ सम्धी भेटा कहिले लाउने हो होइन सम्धी साडी चोलो दिदी फेटोको लामो भाग भने होला पाइँदैन हिलिली गर्दैछ मेरो चाहिँ उम्काउला नि त्यसपछि हामीले खाना खाँदैछौँ यता चाहिँ हाम्रो दिदीहरू हुनुहुन्छ हामी कहाँ जानु रोनाल्डोको फ्यान
प्रिय मागे त स्त्री माया प्राप्तं तत्सादि हिमालय यत्प्राङ्गे लोके यत्साय रसगय आभैर दितना भवतु तत्सुरमजेतु भय ओके भाइ तान्न सक्दिनँ भन्दै थियो चित्त बुझाउनु पर्यो चित्त बुझाउनु पर्यो हुँदैन अबदेखि यसो भन जुवा खेल्दाखेरि हारिएर छ जुवा खेल्नु हुँदैन है भनेर भन अब लगाइदियो भने त्यसरी अबदेखि अर्कोमा जुवा खेल्दाखेरि चाहिँ हारिएर छ हार्दाखेरि अब त्यसो जित्ने अरूले जिताएर छन् त्यसरी गर्दाखेरि त्यही भएर भएन यस्तो त गर्मी भन्छ अब तिनखेप पुर्याउनु पर्यो नि त जेउलाई ल अब बेचे सकियो घर सुनसान भइसक्यो हामी पनि यस्ता भइसक्यो पनि यस्तो भइसक्यौँ अब हामी गएको बाई थ्याङ्क यू फर वाचिङ हाम्रो एनर्जी पनि डाउन भइसक्यो एनर्जी डाउन मान्छे फ्यात्त पहेँलो हामी हामी घर गएको ओके बाई थ्याङ्क यू फर वाचिङ बाई